नमस्कार अर्घाखाँची खबरमा स्वागत छ। म सुदीप खत्री। अब समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकबाट। भारतको दिल्लीमा कार बम विस्फोटमा 13 जनाको मृत्यु र 25 जना भन्दा बढी घाइते। भारतको राजधानी न्यू दिल्ली स्थित लाल किल्ला मेट्रो स्टेशनमा भएको कार बम विस्फोटमा परि 13 जनाको मृत्यु भएको र 25 जना भन्दा बढी घाइते भएका छन्। भने विस्फोटको कारण स्पष्ट छैन, तर दिल्ली, हरियाणा र यूपी उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ। हस्त धन्यवाद। म आवाजको साथी सुदीप खत्री वजेल पर्छु। नमस्ते।